उषा कलेक्सनको अकाउन्टमा कहाँबाट आयो 20 करोड रे? ओए भाइ, मेरो अकाउन्टमा भएको ट्रान्जेक्सन हो त्यो। ट्रान्जेक्सन र फिक्स डिपोजिट भनेको फरक कुरा हुन्छ। अनि कम्पनी लसमा रहेछ अरे, अनि एनसेल के फाइदामा छ? कत्रो छ ट्रान्जेक्सन? उसको लागि त केही गरेको छैन त। जब एउटा सामान्य मान्छेले गरेको काम कम्पनीको बिजनेसमा जम्मा 20 करोडको ट्रान्जेक्सन, यत्रो वर्षबाट काम गरिरहेको छु। मेरो एक्सपेक्टेसन कति हाई थियो कि मलाई मेरो जम्मा 20 करोड ट्रान्जेक्सन छ जस्तो लागेको थिएन। तर जम्मा 20 करोडको ट्रान्जेक्सनको लागि फिक्स डिपोजिट होइन, त्यो भनेको मेरो अकाउन्टमा भएको मुभमेन्ट हो। तपाईले मलाई 5000 हालिदिनु भयो, मैले त्यो 5000 निकाले, टोटल गर्दा 10000 भयो। त्यो भनेको ट्रान्जेक्सन हो के? तपाईले हालेको पनि देखिन्छ, मैले निकालेको पनि देखिन्छ। त्यो देख्या हो 20 करोड। मेरो खातामा आइ गरेको 20 करोड होइन त्यो पैसा। कति मान्छेहरूले नबुझेको होला के। अनि तेरोको चाहिँ कम्पनी लसमा छ रे, लसमा हुँदा पनि त्यत्रो। अनि के एन्सर फाइदामा छ? नेपाल टेलिकम फाइदामा छ? नेपालको कुन चाहिँ त्यस्तो प्रपर्टी छ जुन फाइदामा छ? बताउनुस्। जब एउटा सामान्य एउटा सानो कम्पनीको लागि यत्रो सोशल मिडियामा, यत्रो नेसनल टिभीहरुमा न्यूज बनाउनु पनि के जरुरी छ? के तपाईहरु न्यूज बनाउने मान्छेहरुको कम्पनी चाहिँ फाइदामा देखाउनु भएको छ? फाइदा छ? कति फाइदा छ? 1 रुपैयाँ कि 1000? पेल्न पनि त्यति पेल्नु जति प्रमाणित गर्न सक्नुहुन्छ। मेरो नाममा कोही मान्छेले जाहेरी दिएको हो, त्यो पनि बदलाको भावनाले। कोही मान्छेले मलाई नपाएको भएर हनी ट्र्याप भनेको। कोही मान्छेसँग 4 वर्ष 5 वर्षसम्म रिलेसनमा हुनु र आफ्टर रिलेसन त्यो हनी ट्र्याप कसरी हुन्छ? किन छोरी मान्छेको इज्जत चाहिँ त्यति हल्का छ? जे भन्दिँदा पनि हुने, जे बोल्दा पनि हुने। आफूले पाउँदासम्म चाहिँ सबै राम्रो, आफूले पाउन छोडेपछि आफ्नो सहजता अनुसार भएन भने चाहिँ त्यो कुरा चाहिँ ब्ल्याकमेलिङमा पुग्छ हो।